भात खानुहुन्छ म अर्को भात म त भयो नखानु खानु जाँदैन आधा आधा खाऊँ न उठाइदिनु फेरि माग्नु दुईटा खानु खानु एउटा तपाईँ खानु म खान्छु आधा मैले आधा हात पुगे हो हात पुगे मैले यो टेस्ट गर्नु त चिया चिया छैन जुस हो जुस हो अहिले एकछिनमा गर्छु अहिले गर्दिनँ मैले खाने जुस हो क्या थोरै खानु न कस्तो छ चिसो छ न मैले जुसै हो यसो मिठो थोरै थोरै यसो खानु न कस्तो हुँदो रहेछ मिठै रहेछ मैले खाने यता राख्नु पोख्नु त ए म भान्सा ल यहाँ पो राखिदिनु पर्ने ए यिनीहरूको यस्तो हुँदा रहेछ यतिखेर सोध्दाखेरि आउँछ नि त चमस्टिक खानु खाना चाहिँ जति मागेको पनि दिन्छ होला होइन होइन सबै पैसा हो होइन जति मागेको पनि दिन्छ होला नि त तपाईँहरूले जति दिइहाल्छ नि जति पैसामा हो होइन लिमिट हुन्छ क्या तपाईँहरूलाई त्यो होइन हौ पैसा काटिहाल्छ नि 1000 आउनु पर्छ क्या एउटा ए एउटा यो भाले यतिको सस्तो हो नि 100 नेपाल नेपालमा पाउँदैन नि त फेरि नेपालको कन्भर्ट गऱ्यो भने त अनि ढली नै रहेछ नि त नेपालमा त पेट भरेर हो नि त होइन म त्यो अहिले नेपालमा पनि सिस्टम छ त्यो भाडै उठाउनु चाहिँ दिँदैन नेपालमा नि होइन अब हामी त जति पनि दिन्छ नि अफगानले दिन्छ नि त अस्पतालदेखि नआइज भनिहाल्छ डाइरेक्ट हुँदैन आइज आएको भोलि हो अनि पाल्नु साह्रो छ नि त हौ भनेर होला नि त 2000 दिन्छ तर 5 ताल खान थाल्यो भने चाहिँ त्यसलाई अर्को तालबाट सिमी राख्दछ बाबा नआउँदिनु के भएर कालो हो अर्को खालको दाना के हो कालो भातै हो त्यस्तै हो क्या यो जुस दिन बुसान गएको नि हामी त्यो त्यो हाम्रोमा भित्र पनि अलिकति ब्राउन राइस रहेछ त्यो पनि यादवहरू ल्याउनु थियो 70 को मधेसीहरू लगेको त्यो भात त त्यो मोटाइ हो बासमती चामलको भात हो क्या भान्जाले बासमती चामल नै खुवाउनु भयो अघि ल्याएको सबै गयो चलिहाल्छ तै पनि अब रिस त हुन्छ नि त्यसलाई चाहिँ अब त रिस पोख्यो बिग्यो अमाइजे हजुर अघि ल्याएको सबै बिग्छ हो त देखिहाल्छ नि मान्छेहरू धन्न आएछ भगवान् मनमा खुसी भयो होला नि त रुवाङ खानै आउँछ नि त आज भनेपछि यहाँ बिजी रहेछ नि त कस्तो बिजी भयो होइन त्यही पनि बिजी नै हो न बिजीमा त बाहिर लाइन हुन्छ नि त केटीहरू पनि अघिदेखि खाएको खाना यहाँ खानु आएको होला क्या म नके खानु दिउँ आज फोन आइरहेको चाहिँ म त खाना भयो खानु भयो ए हो खाना यहाँ छ त आज नखाने होला मैले खानु बिस्तारै त्यो म त नखाने भन्छ खानु मैले के गर्नु? खानु न हजुर अघि चाहिँ मलाई कस्तो भोक लागेको थियो के खाउँ भयो कि अनि फेरि यसो आएको त के धेरै भोक लाग्नु अन्डा सन्डा भुटेर खानु क्या होइन कोही बेला त घरमा बस्दा त कति पो भोक लाग्छ बरु काममा गइहाल्दा सजिलो हुन्छ छैन भोक लागेको बेला त रुममा यसो खाना जे सब बनाएर खाँदा भइहाल्छ नि एक्लै फेरि मिठै हुँदैन नि त तपाईँलाई जे मनपर्छ त्यही खाइहाल्ने हो क्या मैले कोही बेला चाहिँ खान्छु
भान्जीले त्यसो भए आलुवा भनेको के भन्नुभयो त नि अहिले छैन मोगयो भनौँ न त्यही भएर उसले ओइजम्बो कुरा आएर ओइजम्बो भने चाहिँ कहाँ भने फेरि अस्ति तिमीरोमा गएकै ठाउँ भने 250 होइन तिम्रोमा अस्ति मामाको कार्ड बोकेर जाने बेला भयो भन्छ अस्ति गएनौ तपाईँले मलाई यो ठाउँ चिन्यौ भनेको भने गर्नुहुन्छ होइन भन्छ मामाले ट्रेन चढेको ठाउँबाट भरे त त्यहाँबाट हामी ट्याक्सी चढेर आएको ठाउँ रहेछ म त वाजाङसिल देखेर पो थाहा भएन क्या हजाङ सिउ देखाएर नि यो अब चाहिँ याद आयो कि थाहा पाएँ हामी चढेको भन्नु भएन तपाईँले फुटबल खेलाडीहरू आइसक्यो आमासियो भन्न चाहिँ त्यति जाँदा पनि आनाङ्गसियो भन्छ संस्कार हौ छुट्टी त नि आनाङ्गसियो यो त धेरै चल्छ नि हामीले पनि भन्नु पऱ्यो भने त भनाइ राम्रो चल्छ मान्छे यो त विदेशी हो क्या कोरियन विदेशी हो गाडीमै आएको खानुपर्छ खानै भन्छ खानै भन्छ तपाईँको भिडियो धेरै भइसक्यो भ्लग पो हाल्ने त मैले त लामो युट्युबमा पो हाल्ने त धेरै लामो हो तपाईँको तपाईँले यस्तो हड्डी आएको देखाइदिनु नि हड्डीलाई त मजाले फर्काउनै आइसक्यो गौडा भाइ यार तिमीले धोका दियो भन्नु मिठो लागेछ कि मलाई गाई मिठो हुन्छ बानी भइगयो होला क्या उपरि नि त भन्छ होइन उसले पहिले नै खाएको हो नि त होइन वाङ त फर्स्ट टाइम खाएको क्या उसले गाईको मासु नेपालमा पनि खाएको हो नि त एउटै थियो हालेन त उसको टेस्टले थाहा पाइहाल्नु पर्ने न तपाईँले नेपालमा खानुभएको पुरै खानुभएको भयो सिकुटी सिकुटी खानु भएको मैले चाहिँ खानुभएको छैन कति खाइहाल्यो कसरी चाहिँ थाहा भयो मैले खाइनँ मैले गोरुको चाहिँ पहिला ल्याउनु हुन्छ क्या तर गाईको चाहिँ खाएको छैन है भन्छ गोरुको चाहिँ औषधि भनेर एउटै परेन त जाति एउटै परेन त नि एउटै परेन त्यही त भनेको नि मरि सिकुटी चाहिँ ल्याउनु हुन्थ्यो हाम्रो बाउले औषधि खाएकै भनेर छैन भनेर राँगा मात्रै खायो भनेर भयो नि त। होइन कि मतलब गाई भनेको त कस्तो माया लाग्छ नि त गाई नै होइन गोरु पनि माया लाग्छ हौ मलाई त भन्छ यत्रो दुःख गरेर किन उयो गरेको हुन्छ खान्छ भोटेहरू त मैले जाति एउटै भयो नि त एउटै हो गोरु तर त्यस्तो खायो, साह्रो गाई खाएन भन्ने कुरै भन्छ नि। थाहा पायो भने चाहिँ खाँदिनँ है भन्छ फेरि थाहा पाइहालिन्छ कि गोरुको पनि अर्कै बाँच्नु हुन्छ यत्रो धेरै हुन्छ त्यस्तै हुन्छ है। हँसाउनु भयो तपाईँले गोरुको चाहिँ खाएको गाईको चाहिँ होइन कोही कोही बेला हो त्यस्तो साह्रो हामी ऊ चाहिँ खाँदैन भोटेहरूले ल्याइदिन्छ क्या भने मुखमा छिराएपछि खाए नै भन्नु पऱ्यो कि एक ताल हो कि दुई ताल हो कि एकचोटि न खाना त हामी पनि त यहाँ मामाले अस्ति एकचोटि ल्याउँदाखेरि भुटेरै खाएको नि दाजु मैले केटालाई खाएँ थिएँ उताबाट ल्याउनु हो यहीँबाट त्यतिका गनाउँछ नि त भन्छ अर्कै गनाउँछ आउँदैन नि भैँसी जस्तो मिठो भयो भैँसीको मासु बरु भेटेको त भन्छ हातले खानु हो सही हुँदै पाउँदैन अरूमा त्यसको यस्तो गर्छ क्या भोटेहरूले उभो बसेर मार्छ होइन अहिले त गोरु मार्न दिँदैन नि त तर हुनु त अब त्यसले चाहिँ
यो पंखा सारा उल्टा घुमाएको हो केही छैन तिमीलाई जाडो भयो नि त भनौँ जाडो भयो भनेको नि त त्यही पनि तिनीहरूले घुमायो होला त्यता उनीहरूले त हो त हामीलाई चाहिँ किन नराइदिएको नि कस्तो खालको मान्छे नियम हुन्छ कि कति कति टाइमको कस्तो नियम हुन्छ तपाईँ चाहिँ फेरि उताको कालो हुन्छ उनीहरू पनि त अघि गर्ने बसिरहेको थियो यसलाई हातले खानु पायो खानु न हो होइन अब त्यो भएन नखानु सिलिङ घरमै बनाइदिएँ मैले अब यो खाऊ न यसको छ त नजानेर छ भने अनि थाहा पाउनुभयो खाना खानु भन्छ थाहा पाउनुपर्छ कि थाहै नपाइने भान्जा हल्ला गर्नु त्यसले त मलाई खानु भन्यो प्याज मन पर्दैन मैले तपाईँले प्याज त मजाले खानुहुन्छ घरमा त खानु न त हो उनीहरूसँग पाचन गर्छ बसेको सुँगुरको उयो खुवाउनु न भनेको मामालाई त्यही हो सेकुवा ढुङ्गामा उयो गरेको ढुङ्गा पोलेर यहाँ हुन्छ त ढुङ्गा पोलेर तपाईँले बाहिर गर्नुपर्छ भन्दै हुनुहुन्छ यता दाउराको आएको छ होइन हेलो पहिला हो कहाँ ढुङ्गामा त यहाँ त सम्भावनै छैन तपाईँहरूले के उमा खानु हुँदो रहेछ युके जाने हो युकेमा खानुपर्छ ल ल ल छैन दुईको कुरा गरेर उनीहरूले ढुङ्गामा त यहाँ त हुँदैन मलाई आगो ढुङ्गामा बाल्नु यो खानु न हौ हल्का हल्का यार यत्रो ल्यायो यार अन्त नानी भन्छ मन पर्दैन नि त मलाई त प्याज खोलामा बुफे बनाएर खानुपर्छ ढुङ्गा र त खोलामै भनेको त पर्केको देखेर डर लाग्छ कस्तो मिठो हुन्छ भन्छ जति पड्क्यो त्यति मिठो ढुङ्गाको त्यो पानीभित्र त पनि पर्किन्छ त बजाइहाल्ने एक भाइले दाउरा लानुपर्छ यहाँ चाहिँ होइन कि नेपालमा ढुङ्गा कहाँ छ तिमी यहाँ होइन अनि खोलामै बसेर खाने सङ्घर्ष होइन खोलाको दाना गाउँमा भन्नु न गाउँको जग्गामा मैले खानु भएको छ ढुङ्गामै ढुङ्गामा पोलेको चाहिँ खाएको होइन त्यो काठमाडौँमा गएको चाहिँ ढुङ्गामा पोलाएको झन् साह्रो अर्कै टेस्ट हुन्छ अरे क्या के मिठो लाग्यो भने मलाई चाहिँ इलाममा छ नि बजारमा ढुङ्गा पोल्यो कहाँ माछा आफै किन्ने अनि ढुङ्गामा लगेर खाने कहाँ पुऱ्याएन इलाममा एउटा बजार छ क्या इलाममा त्यस्तो हटियाइरहेको लाग्दछ एउटा बजारमा कुन महिनामा लाग्दछ क्या कसले भनेको साम्पाङले लाग्छ है कुन्डाङ भाइ पनि खतरा गरेर बसिरहँदो रहेछ देखिन यहाँ त झन् साह्रो ल्याएको यतिकै फालेको मन पाउँदैन नि हो मेरो लागेन मिठो लाग्यो दुई लागेन भने खाँदा खाँदा खानु तपाईँले खानु ल्याएर त नि हजुर लिएर खानु न त म त बढी भइसक्यो यो फ्याल्नु भन्दा चिसो छ क्या त्यहाँ मिठो छ तातो मलाई